हाई गाइस, स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भिडियो एन्ड ब्लगमा। अनि आज पनि मेरो दिनको सुरुवात यसरी कोठादेखि भइरहेको छ। अनि आज चाहिँ अहिले मैले कति 10 बजे होला यति बेला ब्लग स्टार्ट गर्दैछु। भर्खरै यता कोठासुरा सफा गरेको छु मैले आज चाहिँ। अनि आज स्कुल छैन, प्रदीपको बिदा छ, त्यसैले खाना बनाएको छैन। अब म खाना बनाउँछु गाइस। अनि मेरो भिडियो इन्जोय गरिदिनु होला। अब चाहिँ मैले यहाँनिर आलु र चनाको तरकारी बनाउन लागेको आज चाहिँ। अनि अहिले चाहिँ 10-11 बज्न लागिसक्यो। 11 बजिसक्यो। अनि आज चाहिँ स्कुल छैन प्रदीपको, त्यही भएर मैले आज ढिलो खाना पकाउनु लाग्यो। अनि यो कुकरमा चाहिँ मैले यहाँ भात बसालिसकेको छु, दाल बनाएको छैन आज चाहिँ। अनि आज चाहिँ आलु र चनाको तरकारी खाने भनेर बनाएको छैन। अनि यो धुलोले पनि वाक्का दिक्क पारिसक्यो, के भनौँ, बाटो अझै मजाले बनेको छैन के, एक हप्ता भन्दा तर बनेकै छैन। अब हेरौँ कहिले बन्छ। त्यो कारणले चाहिँ धुलोभरि सबै, एक त पहिला पनि आउँथ्यो धुलो, त्यही माथि मैले बाटो बिगारेर हेरेन धुलो आएको भएछ। पुछेको टेबल फेरि उस्तै धुलो आउँछ, त्यस्तै चलिरहेछ। अनि आज चाहिँ तरकारी काट्छु यहाँनिर। अनि यहाँनिर चाहिँ मैले फटाफट लागेर खाना बनाउँदैछु। अनि अहिले चाहिँ यहाँनिर मैले खाना बनाइराख्दाखेरि 11:30 या 12 बजिसकेको थियो। आज चाहिँ मैले खाना ढिलो बनाएको थिएँ। अनि बाहिर पनि धुलो फेरि एकदम उडिरहेको थियो, किनभने चाहिँ बाटो अझै राम्रोसँग बनेको छैन, पिच भएको छैन, आधी अधुरो नै छ, बन्दैछ। अनि त्यही भएर अनि धुलो पनि उडिरहेको थियो, त्यही भएर फटाफट खाना बनाउँदैछु। यहाँनिर चाहिँ मैले आलु र चनाको तरकारी बनाउन लागेको थिएँ, एकदम सिम्पल खाना। अनि त्यसपछि भात चाहिँ अघि नै पाकिसकेको थियो मेरो। अनि प्रदीप चाहिँ कोठामा हुनुहुन्थ्यो, मोबाइल लिएर बसिरहनु भएको थियो। अनि मैले यहाँनिर फटाफट लगाएर खाना बनाउँदैछु। यो मेरो आलु र चना चाहिँ छ मेरो खाना गाइस। अनि यो चना र आलुको तरकारी। अब हामीले खाना लागेको, प्रदीप पनि त खाना खान दिनुहुन्छ। बोल्ने जाँगर पनि लागेन त मलाई। I mean, it's in the name. Casablanca will always have Paris and Match Point, Brokeback Mountain, English Patient, Revolutionary Road, Atonement, and Out of Africa. You name it, there. अनि त्यसपछि यो चाहिँ दिउँसोको 3 या 4 बजेको भिडियो हो। यहाँनिर पनि मैले भोइस कभर गर्दैछु, किनभने यतापट्टि टायर पसल छ नि त, एकदम साउन्ड आइरहेको थियो त्यो कटकट मेसिनको। अनि त्यही भएर चाहिँ मैले यहाँनिर पनि साउन्ड फालेर अनि भोइस कभर गर्दैछु। तर अहिले पनि पङ्खा चलेको भएर चाहिँ अब ब्याकग्राउन्ड नोइज चाहिँ भएको होला, इग्नोर गरिदिनु होला। अनि त्यसपछि मैले यहाँनिर चाहिँ सुपरवाला चाउमिन बनाउन लागेको थियो, एकदम सिम्पल तरिकामा। अनि त्यसले पिरो पनि खाँदैन, त्यही भएर खुर्सानीलाई नि मसला केही पनि खाँदैन, त्यही भएर चाहिँ मैले यहाँनिर सिम्पल पिरो नहालेर चाउमिन बनाउँदै थिएँ। अनि चाउमिन बनाउनलाई कराही बसालेँ, अनि तेल हालेँ। अनि त्यसपछि मैले यहाँनिर यसरी चाउमिन बनाउँदैछु। अनि सुपरबा थिएँ, अनि त्योसँग कुरा गर्दै मैले त्यसलाई चाउमिन बनाउँदै थिएँ। प्रदीप चाहिँ अनि नगरपालिकामा के काम छ भनेर जानुभएको थियो, के प्रोग्राम भोलिको लागि छ भनेर काम छ भनेर, प्रोग्रामको के हो। अनि त्यही भएर जानुभएको थियो। अनि यति बेला दिउँसो पनि म एक्लै थिएँ दिनभरि। अनि त्यसपछि सुपरबा नास्ता खान आएको थिएँ, त्यसलाई यहाँनिर म चाउमिन बनाउँदैछु गाइज। अनि अरू भ्लग बनाउने हो र म दिनभरि होटलमै हुन्छु, कहीँ जानै पाउँदिनँ, बाहिरको यताउता भ्लग बनाउने हो र। अनि त्यही भएर चाहिँ घरकै भिडियो मात्रै, होटलकै भ्लग मात्रै आइरहेको छ। अनि बोर नमानेर भिडियो हेरिदिनु होला। अनि पछि गएर अब के थाहा भइहाल्यो, राम्रो भइहाल्यो भनेपछि अब म राम्रो कन्टेन्ट ल्याउँछु होला सायद। अनि त्यसपछि आजभोलि चाहिँ मैले रेगुलरै भ्लग बनाउने गरेको छु, आफूले च्यालेन्ज गरेको छु। अब म जसरी भए पनि डेली एउटा भिडियो चाहिँ अपलोड गर्छु भनेर। अनि मैले बनाइ पनि रहेको छु, तर कहिले चाहिँ भुल्दो रहेछु क्या भ्लग बनाउन सायद। यहाँ आजको यो भिडियोमा पनि मैले भ्लग इन्ड गर्न बिर्सेको थिएँ। अनि केही नभनिदिनु होला। अनि त्यसपछि अब बल्ल भ्लग बनाउन सिक्दैछु। अनि अझै पर्फेक्ट चाहिँ भएको छैन, त्यही पनि जे जस्तो आउँछ जे जस्तो सक्छु त्यस्तै बनाइरहेको छु मैले चाहिँ। अनि हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। गर्छस् ल।
अनि यहाँ चाहिँ सुपरवाले चाउमिन खानलाई चाहिँ कस्तो राम्रो छ यसले पिरो खाने त्यो एउटा खुर्सानी हाल्नु सादा एकदम चटनी पनि हाल्नु है भन्न ल सस खा ल पानी खा